छैन त हौ। क्रिस्चियनहरू चाहिँ फिल्महरू मुभीहरू हेर्दैन क्या हो। अलि यो दिदीको चाहिँ कुरो सुनिदिनु त। भन्छ कि म क्रिस्चियन हो, म चाहिँ मुभी हेर्दैन। म धेरै फिल्म हेर्दैन, म क्रिस्चियन हो नि त, त्यसैले यस्तोतिर चाहिँ हेर्दिनँ। त्यो धर्मले भनौँ न किन फिल्म हेर्नु बन्द लगाएको? हजुर, पहिल्यैदेखि म त्यो अब धर्ममा गइयो, अनि धर्ममा चाहिँ यस्तो भन्थ्यो कि यहाँतिर यस्तो हेर्दैन भन्थ्यो कि हामीले मुभीहरू हेर्ने, त्यो हिन्दू मुभीहरू हेर्ने त्यस्तो चाहिँ गर्दैन थियो, त्यसको लागि। यो के हो नेपालमा जन्मजात क्रिस्चियन होइन, यो चामलको पोकामा चाहिँ क्रिस्चियन बन्ने, भात नखाएर, अनि अहिले आएर खालि हिन्दू धर्मलाई विरोध गर्छ, हिन्दूकै बारेमा गलत बोल्छ यार। यो के हो? आफ्नो धर्म त मान्नु, तर अरूलाई चाहिँ बेइज्जती गर्नु राम्रो होइन नि।